हेलो हजुर नमस्कार मेरो यो दोस्रो भिडियोमा त आज म बनाउन आयो भन्छ त घर दिइरहेको चावल धुलो रे मणा पकाउने तयारीमा छु त ऊ पछा मुझे ऑयल बज्जा छ रातको 7 बजे मुझे एक गिलास चाय पिऊँ पछा चाय बनाउन आयो जा मुझे भने सामान मिलाउन चाय बनाउन जा मुझे भने चाय ले बन गयो पछा मुझे सामान त मिला हालते यो नुन सुन थ दे के अब आज लेबर आए थे रे ऊ पछा मुझे सब पोतिर ल्याउँ डब्बामा ऊ पछा उठी मनांसी त उठी छागलाई बनाउनु पर्यो रे उठी आल ल्याऊ आललाई छिले ल्याऊ ऊ पछा इनलाई काटो धुनो ऊ पछा उठी 1 किलो साग बनाउनु साग बना सके पछा ऊ झट्टु मणा पकाउने मणा त अहिले नाइ पकाउने हुँदैन माइ पकाउने रे साग बनाए भएर राख्दिन देखे अब अहिले मेरो छोकरो सोसी रहेछ तब ऊ पछा मैले कुकर रख्याँ मा जीरो हल्याऊँ तेल गरम हुन्छ मूलियामा हल्याऊँ टमाटर काट परे टमाटर ल हरी मिर्च ल लहसुन ल प्याज ना हले उठी मसाला हाल दिया यहाँ सिंपल ही तरीका हो कुकर में उठी 2-3 सीटी लगन जाए पकाया रे पाक गए थे गाइस नेरो साग भयो पछा साग निको हुन्छ उठी म यो पिठो ल आवेमा थोड़ा पानी हाल सिट्टी लक्काले खाइ राख दिउँ 2 सिट्टी लगन जा ऊ पछा उठी म ल्यायो भन्छ चावल धुलो हल्याउँ परादामा उठिएको पिठो रे हेल्दु बड्डे देखि अब मनाइले खादा पन्यालो रे लान्डे मुल्ले पन्यालो रे हल्या बिन्दाउन काम रे दाउन छाउन त केन थिन उपजा के बढिया त कुना दाम बिन्दाउन के हुने रे कि नाइ भन बटराइले गर्दा रे आज पहली बार हो तो बिन्दाउन काला मना त कुत नाइ भन्थे नि का भन्थे स्वादी पछि सागलाई बन गयो थियो रे साग बने पछा पुरमुल थक्को दिएर बस्यो पछा म आइयो आज किचनमा पछा उठी पिठो हेर्याउँ त नेरो हेर्यो दाउना वाला जसो रे पुरमुल सुरु गर्याउँ घी लाइबर मणा पकाउन पुरमुल आ गए थे किचनमा पुरमुल झट्टु तो पुछ्याउँ रे तो पुछबर माणो पकाउन सुरु गर्याउँ रे निकाय मणा भयो बिन्ताउनले नाने भन्थे रे हुने रे हो रे मुई त बडा कति खास गुदगुदन नाइ भयो उसे बिन्दाउन जाना दाउन का जैसा भयो नि रे मणा मुई 4-5 मणा पकायो एक बरिका रे पछा खाइबर त अब रिव्यू दिन मेरो बुढा रे कसा हो रे भन्बर रे पूते सलाह ले गाइस त मेरा वीडियो में कमेंट आइरहेको कि भट्ट पकाइबर देखा भन्बर रे म जरूर देखाउँदो गाइस भोल देखाउँदो अब आज भट्ट रुजाउन देखि अब भोल पकाउँदो छकला जा भट्टको भट्टे रे मैले खाऊ रेसिपी लिएर आउँदो गाइस मेरो वीडियो कसो लाग्यो जरूर बताए त मैले थाहा भने किचनमा आइडिया बनाएको नाइले खाए कि जल्दी देखेँ